होक्काइडो जापान। हामी चाहिँ आज अब बिदाको दिन भएर यसो मार्केटतिर निस्केका छौँ। यहाँ हिउँ यस्तै परिरहेछ अहिले पनि, हिउँ चाहिँ यस्तरी परिरहेछ पुरै। साथीहरू अगाडि हुन्छ हिउँ परिरहेछ। हामी चाहिँ यसो मार्केटतिर जान लागिरहेको छु। म पनि मार्केटतिर जाने तयारीमा छु। सबै साथीहरू हिँडिरहेका छन्। हिउँ परिरहेको भएकोले हेर्छ यस्तो हिउँ एकदमै रातभरि हिउँ परेको थियो, अहिले चाहिँ रोकिएको छ। हिउँ परेर यस्तो घरको छतहरूमा पनि पुरै हिउँ। हामी चाहिँ मेन रोडमा प्रवेश गर्दैछौँ। गाडीहरू माथि हिउँ यस्तो पऱ्यो कि परेको छ। अर्कै ला तपाईँ हिउँ लाउनु आउनुभयो? होइन तपाईँको नि नर्मल, म नि नर्मल भएको। रोडबाट कहाँ हिँड्नु मिल्ला र? गाडी कुन ठाउँबाट हिँड्नु मिल्दैन नि। मेन रोडमा कहाँ हिँड्नु हुने? गाडी हिउँले गाडी पनि त्यो मार्केटहरू यहाँबाट हिँडेर त कहाँ छ है भित्र, त्यहाँबाट भित्र होला। तेल गाडी केही नपाउने बस त पाउँछ होला। त्यही त भित्रबाट उता जानुपर्छ। रेउ छैन, जेब्रा क्रसिङ छैन। बस्ने पाउँछ? गाडी हुने गर्दा होक्काइडो जापान। मस्त परेको छ। गाडी आउँदैछ। दृश्य चाहिँ साह्रै मनमोहक देखिन्छ।
यतिखेर त हामी एक लट काम हान्दै हुन्छौँ यार भोलितिर त बुढा होइन राज सर आएर चिप्लेर डेन्जर भयो नि हिँडिरहेको छ यहाँ तल्लोपट्टिको हिँड्नु त गाडी आउने विपरीत दिशाबाट आइरहेको यो मात्र घरको छतहरूमा नि पुरै बाक्लो हिउँ परेको छ